हामी बुधबारे बजार गएको आज चाहिँ लास्ट हाम्रो बुधबारेको टुर हो मतलब बजार घुम्नु हो अन्तखेरि नेक्स्ट टाइम आउँदाखेरि पनि घुम्नु त घुम्छ तर आज चाहिँ यो पालिको भिजिटको लागि चाहिँ दिस इज आवर लास्ट बुधबारे बजारको भिजिट अलराइट अब एकछिन राखेको ल चार्म अफ बुधबारे पहिला चाहिँ यस्तो मतलब यस्तो गड हुन्थ्यो रहेछ यहाँ तल्लोपट्टि देख्दै गरेको बट देन अहिले चाहिँ अलिकति अब गडहरू चेन्ज भएर चाहिँ बिल्डिङ्सहरू आएको रहेछ अनि यहाँबाट चाहिँ तपाईँको यो के भन्छ हाट लाग्दा चाहिँ यहाँदेखि सुरु हुन्छ यहाँदेखि चाहिँ पर एन्डसम्म हाट लाग्छ यहाँ चाहिँ पहिला मैले याद हुँदा चाहिँ माछाहरूको चाहिँ यहाँदेखि उयो लाग्थ्यो एन्ड दिस इज द एन्ट्री पोइन्ट भन्दाखेरि एन्ट्री नै भनौँ बुधबारेको चाहिँ यस्तो देखिन्छ स्काई वास अलिक दामी थियो आज चाहिँ अन्त भिडियो पनि गर्नु मजा आइरहेको थियो कुनै को हो यो आन्टी हो कि बहिनी हो कि दिदी हो मेरोमा चाहिँ पिरो बेसी मलाई चाहिँ ठिकैको साह्रै बेसी नै भन्न यो चाहिँ के हो आलुचप कतिको मिठो रहेछ पिरो रिप्पु पिरो मलाई बनिन्छ वाउ वाउ चटपटे पिरो चटपटे गिल्लो चटपटे वाउ 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 चटपटे यसले गर्दा राम्रो देख्यो यता गाउँ विकासमा पनि यो बुद्ध शान्तिमा पनि आउँछ रङगङको पालिकाको हजुर रङगङ पालिकाको होइन होइन यी माथि यही हाम्रो माथिको यता पनि हुन्छ ठुलो बहरदेखि माथि हाल्यो कति रुपियाँ पाउँछ अरे 12,000 मान्छे बाजबराङ 60,000 पाउँछ किन अरे त्यो चाहिँ सरकारी पहिलेदेखि कानुन त्यस्तै छ लेप्चाहरू यो दरिद्रहरू जस्तो दरिद्र जसले धेरै आउनु जस्तो दिदी बहिनी नै अनप्लान हुनुपर्छ नि निपोट आउनु प्लान गरेर किन्नुमा चाहिँ आउनु यता जानु त अलिकति सिकाउँछ नि औ कस्तो लाग्दैछ हौ कस्तो छ हौ कस्तो लाग्यो बजार पहिला ओइ मैले कहाँ पो किनेको हौ यो यो मैले एउटा सर्ट किनेको थिएँ नि सेतो कलरको क्या भित्र चाहिँ स्लिभ भएको बिर्ता मोडमा किनेको त यो चाहिँ मन्डी रहेछ मन्डी इच्छालाई जाउँ मजाले खोज त हेर त तिमी दुईजना
जस्तो गर्दैछ यिनीहरूले चाहिँ किन्छ जस्तो चाहिँ लागेन ल साइडको बजार रहेछ फैंसी स्टोर में चाहिँ आज मैं आवाज हूँ मैं प्यार की गगन में पैसा चाहिँ चेन्ज भएन र यो माथि चाहिँ प्रेमचन्दको उयो छ दोकान छ अन्त हाम्रो साथीले चाहिँ यहाँ प्रेमचन्दको दोकानबाट चाहिँ तपाईको सामानहरू लानुहुन्छ अनि अहिले चाहिँ वहाँ पैसा चेन्ज गरेर आउनु देख्नुभयो होला चाहिँ हामी फर्केको करेन्ट अन्त यहाँ चाहिँ उयो छ चटपटे फर दिदी राख्लो कुन चाहिँ दबाई किन्नु बाँकी बन्द गरिएको छ कुन चाहिँ दबाई किन्नु आँटेको साथी मेटासेट तँलाई खुवाउनलाई के हो मेटासेट फर your good health for your long life जुले लाने हो क्या अघि हामी अर्कै बाटोदेखि आएको थियौँ अहिले चाहिँ अर्कै बाटोबाट गएको बुधबारे बजार घुम्नु मजा आयो वहाँ एकजनाले बोक्नु भएको छ के भयो टमाटर र करेन्ट अर्कोले पनि टमाटर करेन्ट अन्त त्यसकै सामान बोकेको छ ओपीवाला केटीहरू छुनै नसक्ने छुनु सक्दैन यो दुईजना केटीलाई चाहिँ उस्तैले चाहिँ पुण्य परे नि रेला जस्तो फुलहरू फुल्दो रहेछ उहाँले हँसाउनु भयो तलपट्टिको त्यो निलो लगाउने यो चाहिँ कर्णाली स्कुल फाउन्डेसनको यो पछाडिबाट ब्याक एन्ट्री गर्ने उयो रोडै गरेको खास घरहरू चाहिँ यस्तो हुन्थ्यो रहेछ पहिला चाहिँ हो अहिले चाहिँ छैन यस्तो हुँदो रहेछ पहिला चाहिँ अहिले चाहिँ सबै कन्क्रिट बिल्डिङ्सहरूले ओभरस्याडो गरिदिएको छ पनि होइन रहेछ एन्ड यहाँ चाहिँ दिस फ्लावर इज भेरी फेमस ब्लू नट पिङ्क प्रियङ्काको मुभी जस्तो द स्काई इज पिङ्क भनेको जस्तो स्काई चाहिँ पिङ्क छैन लस देश अहिले यहाँ बुधबारेबाट हेर्दा चाहिँ द स्काई इज ब्लू यो चाहिँ बेलचोकको यो चाहिँ बेलको बोट त्यही कारणले चाहिँ नाम नै बेलचोक तपाईँहरूले देख्नुहुन्छ यहाँ चाहिँ सानो सानो बाख्राहरू पनि छ पढिरहेको हो बेलचोकको बाटो जस्तो छ जस्मिन के भन्छ फुलेको देख्नु सक्नुहुनेछ तपाईँहरूले यहाँ एन्ड रेला फुलिरहेछ हाइबिस्कस वाइटमा हाइबिस्कस अब हामी चाहिँ घर आइपुगे यो वाइट कलरको घर चाहिँ मेरो साथीको घर हो यो मेरो साथी यसको घर हो यसको घर हो यो
अनि यहाँ यस्तो छ भोटपछि यहाँ पनि बिल्डिङ नै बनिन्छ जेसनको त म यहाँ हेर त एक यहाँ हेर त नानी एक यहाँ हेर न क्या ह्यान्डसम देख्यो के होमवर्क गरेको साइन्स बुद्धमा नेम लिस्ट आएको छ अरे के कसरी के बन्यो अलिकति भनिदेऊ त मलाई भन न यता हेर न यता हेर न कस्तो क्युट देख्यो यता अनुहार देखाउनुहोस् त रातो र चन्द्र सूर्य जङ्गे निशाना हाम्रो जिउरो रगत छोरियो बल्दै साना हाम्रो रातो र चन्द्र सूर्य कति मिठो धेरै मात्रै 10 मा कति 10 मा कति 10 मा 10 है खै एक पावा पनि खाएन त मंदले